वेलकम टु माई युट्युब च्यानल हो। सबैजना सन्चै हुनुहुन्छ होला, म भने सन्चै छु। न्यू डे न्यू ब्लग। सो अहिले चाहिँ हामी कहाँ जान लागिरहेछ भने चाहिँ पाल्चोक जान लागिरहेछ होइन। अनि पाल्चोक चाहिँ अस्ति नै जान नभ्याएकोले आज जान्छु भनेको भएर मन्दिर भएर अनि आज जान लागिरहेछ होइन। अनि अहिले चाहिँ ठ्याक्क हामी यहाँ भीमसेनठान पुग्यो अनि हामी अस्ति नैकै बाटो हुँदै जान्छौँ। जान चाहिँ अब फर्किँदा चाहिँ कहाँबाट फर्किन्छ भन्ने चाहिँ थाहा छैन होइन। जान चाहिँ अब सन्देश्वरी हुँदै चप्लेरी हुँदै जान्छ होइन। अनि अहिले चाहिँ यहाँ श्री मेमोरियल हस्पिटल पुग्न लागिसकेको छ अनि यहाँबाट अब सिधै 5 खाल पुग्छ अनि त्यहीँबाट अस्ति नैकै बाटो आदिसम्म त त्यही बाटो हो। अनि आधीभन्दा बढी बाटो त्यही हो, 75% बाटो त्यही हो अनि 25% बाटो चाहिँ छुट्टा हो होइन। सो अहिले फाइनली अब बिस्तारै जाने हो। कोही प्लान पनि अनि हिजो आज 9 बजे मलाई फोन गरेर ल्याएर जाने कुरा गरेँ कि हिजै भने भयो बिहान रेडी भएर बिहानै जानुहुन्थ्यो होइन। अरूले चाहिँ सब खाना खाएर आएको रहेछ, म चाहिँ खाना नखाइकन आएको छैन। म चाहिँ त्यहाँ 20 माग्यो भने पुरा हुन्छ अरे क्या। अनि त्यही भएर मेरो त पुरा पनि भएको थियो। अब फेरि अनि आज चाहिँ खानासाना नखाएर नुहाइधुवाइ गरेर चोखो बनेर आएको छ होइन। सो फाइनली अहिले चाहिँ हामी यहाँ 5 खाल बजार पुग्न लागिसकेको छ होइन। अनि यहाँ चाहिँ रोड चाहिँ अब चाहिँ राम्रै छ। यहाँदेखि चाहिँ अब मेलम्चीसम्म चाहिँ पिचे हुन्छ होइन। अनि त्यसपछिदेखि चाहिँ 10-12 किलोमिटर अफरोड हुन्छ होला। अनि त्यो अफरोड पनि पुरै ठाडो उकालो छ। अब कताबाट जाने भन्नेमा भर पर्छ होइन। अनि यता ढुलखेलको बाटो चाहिँ पुरै जाम छ जस्तो होइन। यता कहाँदेखि प्याक छ, यहाँ गाडी चाहिँ जाममा बसिरहेछ होइन। अब यो गाडीलाई जानिदियो अनि हामी चाहिँ पछाडि जानुपर्ने हुन्छ। सो ढुलखेलको बाटो चाहिँ पुरै जाम छ जस्तो छ। एक्सिडेन्ट भयो उता कतै नभए यति बित्ति जाम त हुनु नपर्ने हो। चिकन ट्रक पनि। सो फाइनली अब चाहिँ हामी यहाँ के ठाउँ भन्छ 5 खालमा छौँ होइन। सो धुलखेलको बाटो आएको भए चाहिँ हामी जाममा फस्ने रहेछ अनि हामी यता चप्लेटीको बाटो आएर ठिकै गऱ्यौँ होइन। सो अब यता साइडमा चाहिँ जिक्सर बाइक छ होइन। अनि यता साइडमा म छु, 40को स्पिडमा आनन्दले कुदाइरहेको छ होइन। सो फाइनली अहिले चाहिँ हामी चाहिँ यता मेलम्ची जान लागिरहेको छ होइन। 0 किलोमिटर कटेर 2टा बाइक चाहिँ अगाडि छ, म चाहिँ लास्टमा छु होइन। अनि त्योभन्दा अगाडि चाहिँ टिपर गइरहेछ होइन। अनि टिपरले अहिलेदेखि धुलो फालेर गइरहेछ नि, त्यही भएर हामी चाहिँ बिस्तारै गइरहेछ। सो 2टा बाइक अगाडि छ अनि म चाहिँ यहाँ छु। अब यहाँबाट हामीलाई त्यस्तै 1-1.5 घन्टामा चाहिँ हामी पाल्चोकी मन्दिर पुग्छौँ होइन। अनि त्यहाँ दर्शन गरेर अनि त्यहाँ धेरै त बस्दैन होला, हामी त्यस्तै आधी घन्टा जति बस्छ होला। अनि त्यहीँ मन्दिर एउटा छ अनि घुम्ने ठाउँ त खासै छैन जस्तो होइन। अहिले चाहिँ हामी बाहुनेपाटी आइसकेको छौँ होइन। अनि यहाँबाट चाहिँ अब त्यस्तै 15 मिनटमा हामी मेलम्ची पुग्छौँ। अनि त्यहाँबाट चाहिँ हामीलाई 45 मिनटदेखि 1 घन्टासम्म लाग्न सक्छ पाल्चोक मन्दिरको लागि। अनि अहिले चाहिँ बाहुनेपाटी आइसकेको छ होइन। अनि यहाँ चाहिँ गर्मी पनि भइरहेछ होइन। सो फाइनली अहिले चाहिँ हामी यहाँ मेलम्ची बजार प्रवेश भइसकेको रहेछ, मेलम्ची पुगिसकेको छ होइन। सो यहाँ चाहिँ बिहे भएको रहेछ होइन। केटा पनि ह्यान्डसमै रहेछ होइन। सो यहाँ चाहिँ अस्ति एउटै लड्की देखाएको थिएन मेलम्ची होइन। अस्ति खाना खाएको ठाउँको चाहिँ एउटा कस्तो राम्रो थियो त्यहाँ चाहिँ। सो फाइनल चाहिँ हामी मेलम्ची आइसकेको छौँ होइन। अनि यहाँबाट चाहिँ अब त्यस्तै हामीलाई आधी घन्टामा हामी ब्रेक लिन्छौँ रे। अनि मेलम्ची बजार चाहिँ सकिसक्यो। अब मेलम्ची बजार नछिर्दै मेलम्ची बजार सकिसकेको छैन। अब कहाँबाट जाने भनेर चाहिँ थाहा छैन। अब हामी त्यो खाना ग्याल्थुम कटेरै जान्छौँ होला पाल्चोक होइन। सो फाइनली अब हामी चाहिँ मेलम्ची बजार पनि कटिसकेको छौँ होइन। कटेर त छैन, यहाँ कुरिरहेको रहेछ। यहाँ कहाँबाट जाने बाटो डिसिजन लिएर अब चाहिँ हामी निस्किसकेका छौँ होइन। सो हामी चाहिँ उता ग्याल्थुम कटेरै जाने कुरा भएको छैन। अब हामी चाहिँ त्यही ग्याल्थुम कटेरै जान्छौँ। अनि त्यहाँ ग्याल्थुममा चाहिँ कस्तो राम्रो लड्कीहरू थियो क्या, ह्यान्डसम केटाहरू पनि। अस्ति नै हामी आमाङ्गी गएरै फर्किने बेला त्यो त्यहीँ गएर फर्किने भनेर सोचेको थियो। अनि त्यहाँ चाहिँ कसरी जान पाएन भनेपछि बत्ती पनि
गएको थियो अनि सबको ब्याट्री मोबाइलमा ब्याट्री पनि डेड भएको थियो अनि उताबाट त्यो बिहान आउनु पनि ढिलो भएर चाहिँ अनि अलि घर फर्किनलाई ढिलो हुन्छ भनेर अनि पछिको लागि प्लान बनाएर नि आज आएको छैन फेरि अनि अब चाहिँ यहाँबाट चाहिँ हामीलाई त्यस्तै 10 किलोमिटर जति टाढा छ होला त्यो ठ्याक्क बाइकको माया छैन अहिले किन जानी हाल्दैछ ड्याङडुङ अनि अब किन्ने अर्को बाइक नयाँ बाइक आउँछ भनेर के त्यो अब नयाँ बाइक किन्ने एउटा डट बाइक ल्याउनुपर्छ नि मैले यस्तो घाटा घाटा रोकिन मजा आउँछ नि हुनु पर्ने डट बाइक बिहान भएको भए पो हो न जस्तो नि हाल्दैछ फाइनली अहिले चाहिँ हामी यहाँ कालिम्पोङ बजार आइपुगेको छ होइन अनि यहाँ चाहिँ अब खै त पुरै भलिबल प्लेयरहरूमा रहन्थ्यो के कालिम्पोङ बजार पनि आइ नपुग्दै सकिसकेको छ होइन अनि अब चाहिँ यहाँबाट हामीलाई त्यस्तै कहाँ अहिले मन्दिर जानु लाग्यो नभएर घरमै खाएर आउँछ चाहिँ हामीले यहाँबाट पाल्चोकी मन्दिर जाने बाटोमा गइरहेको छैन उताबाट गयो भने चाहिँ आमायाङ्ग्री पुग्छ अनि हामी चाहिँ अहिले यो पुलको तल हुँदै खोलाको छेउको बाटो हुँदै पाल्चोक गइरहेको छ होइन अब यहाँबाट चाहिँ 5 किलोमिटर देखाइरहेको छ पाल्चोकी अब त्यस्तै हामीलाई लाग्छ होला 20 मिनटदेखि आधी घन्टासम्म होइन यो बाटो चाहिँ फर्स्ट टाइम आएको हो हामी चाहिँ होइन अरूहरू चाहिँ आइसकेको रहेछ सो अब यहाँबाट त्यस्तै 5 किलोमिटर भनेपछि आधी घन्टामा त पुग्छ होला मन्दिर जाने बाटो वे टु पाल्चोक बोर्ड चाहिँ त्यहाँ लेखिरहेको छ होइन सो बाटो त ठिकै छ भनौँ उताको भन्दा उता पनि यस्तै यस्तै छ तर अलिक उकालो अलि टल्ने छ होइन फाइनल चाहिँ हामी अहिले माथि आइपुगिसकेको छौँ होइन अनि यहाँ दुईवटा बाटो छ अनि त्यही भएर झुकिन्छ भनेर यहाँ साथी कुरिरहेछ अर्को जिक्सा राइडर चाहिँ आइरहेछ होइन अब यहाँबाट हामीलाई त्यस्तै लगभग कति मिनट लाग्छ होला 10-15 मिनटमा पुग्छ होला कि अनि अब खोइ अर्को राइडर चाहिँ आएको छैनन् खोइ यहाँ हेरिरहेछ आउँदैछ कि अब हेरौँ फाइनली अब हामीले चाहिँ यहाँ सोधेर त भिडियो खिच्नै बिर्स्यो होइन अनि यहाँबाट दुइटै बाटो चाहिँ पाल्चोकी पुग्ने हो अरे यो तल्लो बाटो चाहिँ अलिक सर्टकट अनि माथिबाट चाहिँ अलिक घुमेर जानुपर्छ अरे गाउँहरू होइन अनि अब एकजना चाहिँ राइडर अगाडि गइसक्यो होइन सर्टकट बाटो अनि अर्को हामी कुर्दैछु आइसकेको छ होइन सो फाइनल आइसक्यो अब हामी पनि तलकै बाटो हुँदै जान्छ होइन सो आउँदैछ होइन आउँदैछ आओ अहिले त्यो डाइरेक्ट कति भाइरल हो जात्रामा पनि त्यही आओ जात्रामा पनि त्यही आओ जहाँ पनि त्यही त्यो अस्तिनको ठिमीको गेट छ नि त्यही ब्यान्डेज होला के त भाइरल भएछ र त्यो त होइन त अनि त्यो मलाई ठिमीमा त्यो बालकुमारीमा देखाएको थियो नि त्यसको साउको लड्की हो कि भनेर अनि मैले होइन भनेको छ नि त्यो ब्यान्डेजवाला त्यो त भाइरल भएछ त अनि अर्को ठिममा त्यो एउटा ज्याकवाला त्यो 2 पोखरीमा उल्टी हान्नेवाला पनि भाइरल भएछ बोरा पहिलाको पालि बोरा लाएर हिँड्ने हो होइन पहिलाको पालि हो यो पालि त टी सर्टमै थियो त्यो पनि भाइरल भएछ कस्तो आउट अफ द बक्स हो अब अर्को वर्ष जानुपर्छ होली खेल्न ठिमीको लड्कीहरू त दाजुहरू रक्स्ता पनि राम्रो लाग्यो भन्दै थियो पहिला हिजो होइन अस्ति पहिला भक्तपुर गयो अरे भक्तपुरमा केटीहरू लड्कीहरू राम्रो राम्रो थियो अरे अनि पछि थिमी गएर अहिले भक्तपुरतिर राम्रै देखेन भन्दै थियो थिमीको नेवार्नेहरू पनि मङ्गोलियन जस्तो देख्ने रहेछ मङ्गोलियन देख्यो भने गोरी देख्ने रहेछ अलिक
त्यो माथि अलि चस्मा लागेको अहिले हामी चाहिँ अब पाल्चोक बस पार्क आइपुगेको छैन यताबाट हिँडेर जाने बाटो छ त सो अब चाहिँ हामी पाल्चोक आइसकेको छैन अब यहाँ बाइक रोक्छौँ हामी अनि ऊ यहाँबाट हिँडेर जाने त भने ऊ टोइलेट आइसक्यो ऊ त्यहीँ त जाने यही हो कहाँ उयो टोइलेट गर्न म आएको छु यो भन्दा अलिक माथि छ नि यो निस्किने बाटोतिर फर्केर निस्किनुपर्छ त्यहीबाट निस्किने अब त यताबाट नजाने अब त यताबाट होइन यता मेरो झन् बाटो नि सो अब चाहिँ यहाँ गफ हानेर छ कभर गर्दा कस्तो भयो त राइट यस्तो हेलो भन्दै त हेलो गर्लफ्रेन्डको ठिमीको केटी एउटा गर्लफ्रेन्ड मिलाइदिनु पऱ्यो होइन उयो पनि ठिमीको सो अहिले चाहिँ ठ्याक्क हामी चाहिँ यहाँ पाल्चोक मन्दिर आइपुगेको छ होइन अस्ति नै पालि आउँदा चाहिँ हामी त्यहाँ माथिबाट झऱ्यो अहिले चाहिँ यहाँ तलबाट गएको छैन अनि यहाँको भ्यूहरू चाहिँ राम्रै छैन सो अब फाइनली अस्ति नै आएको भए पनि यहाँ 1 घन्टाको बाटो रहेछ अब सक्छ सो अहिले चाहिँ यहाँ धारामा मुख धुन लागिरहेको छ होइन एउटा हेरौँ त कस्तो भएछ पुरै र पाल्चोकमा त के जे माग्यो त्यो पुरा हुन्छ त के माग्ने विचार छ मेरो त ठाउँको ठाउँ पुरा भएको थियो त्यस्तो त विचार छ जे माग्यो त्यो पुरा हुन्छ त यहाँ त जे माग्यो त्यो भनेर त पर्दा यस्तो त्यो आउट अफ लिमिट चाहिँ होइन आफ्नो लिमिटको माग्यो भने त पुरा हुन्छ त्यस्तो विचार लौलाई नभन नि खै लौले त अस्ति नै मागिसक्यो कि त्यसको त्यो लिमिट बाहिर भएर नपुग्यो कि मेरो ठाउँको ठाउँ भएको थियो पाल्चोकबाट फर्किने बित्तिकै कला थियो यस्तो हेरौँ त हल्का हिरो देखिरहेको सो अहिले चाहिँ हामी पाल्चोक मन्दिरमा छ होइन यताउता चाहिँ भिडियो खिच्न दिन्छ कि दिँदैन थाहा छ नि त्यो पनि खिच्न खिच्छौँ होइन बेलुकाको यति खिच्छु अनि यहाँ चाहिँ अब यस्तो छ होइन केटाहरू सब अब पूजा सामान निकालेर छैन अनि भ्यू चाहिँ खत्रै छ भनौँ आज चाहिँ सुनसानो छ अस्ति फर्स्ट टाइम आउँदाखेरि चाहिँ मान्छेहरू लास्ट त्यहाँ थिएन आज चाहिँ सुनसानो छ अनि यहाँ चाहिँ यसो फोटो खिच्न मनै भनेर पनि कहीँ देखिरहेको छैन त्यो भयो भने खिच्न त खिच्दैन यति बाहिरको मात्र खिच्ने हो आज सुनसान रहेछ त मेन मन्दिर चाहिँ यहाँ छैन अस्तिको तेरो विस पुरा भयो त छैन मेरो उइसै पुरा होइन मलाई चाहिने नचाहिने विसमा चाहनु उइस पुरा भयो त म यहाँ भाले काटिदिएर उइसै पुरा गर्दैन तिरिसक्यो होइन अनि बत्तिसक्यो तिरिदिएर अहिले चाहिँ हामी अब बत्ती दिएर अब यहाँ चाहिँ अब सबैले पूजासुजा गरिसक्यो अनि बाहिरबाट अब 1 राउन्ड घुम्छौँ हामी अनि त्यसपछि चाहिँ अनि एकछिन यहाँ बसेर फर्किन्छौँ होला सब यहाँ 2 जना चाहिँ पूजा गर्दैछ मैले चाहिँ पूजा गरिसकेँ होइन सो म चाहिँ घन्टी बजाएर 1 राउन्ड घुम्छ होइन अस्ति आउँदाखेरि चाहिँ घुमेको थियो कि थिएन बिर्स्यो होइन त्यो मान्छेहरू लास्ट प्याक थियो होइन अहिले चाहिँ यहाँ चाहिँ एउटा बस्नुभएको गोसेखान जस्तो पनि छ होइन अनि यहाँ पनि मन्दिर रहेछ अनि आजको दिन चाहिँ अब यहाँ पाल्चोक आएर बित्यो अब भोलि एक्जाम छ पर्सि एक्जाम छ होइन अनि त्यसपछिदेखि चाहिँ फर्स्ट इयरको ब्याक एक्जाम सकिन्छ पास हुन्छ कि एउटामा चाहिँ अलिक डाउट छ 2टाबाट पास हुन्छ अब अकाउन्ट एउटाको अर्को चाहिँ पास हुन्छ अनि त्यसपछि चाहिँ एक्जाम सकेपछि अब फेरि 4th इयरको एक्जाम आउनु लागिरहेको छ होइन अनि त्यही हो अब आज चाहिँ अस्ति नै आगो भयो भ्याउँथ्यो हामी जम्मा कति 1 घन्टा 45 मिनटको बाटो रहेछ त्यो बेला सब खाना खाने त्यो माथिबाट आगो भोकै आगो भयो खाना खाने कुरा गरेर अनि फेरि उता गएर अनि ढिलो भयो घर जानु ढिलो हुन्छ भनेर अब थाहा पनि थिएन अनि त्यही भएर अनि आएन अब अहिले चाहिँ अब यहाँबाट चाहिँ अब हामी आइसकेको छैन अब यहाँबाट चाहिँ अब फर्किन्छौँ हामी अहिले चाहिँ हामी चाहिँ पाल्चोक मन्दिरबाट फर्किसकेको छौँ होइन खाजा खाएर चिया खाजा खाएर फर्किसकेका छौँ अनि हामी अघि नै आएको बाटोबाट नफर्किन अर्को बाटो फर्किरहेको छ होइन अनि अब गोप्रोले कहाँसम्म ब्याट्रीले भ्याउँछ त्यहाँसम्म चाहिँ भिडियो खिच्छ होला अनि यो सटडाउन हुन लागिसक्ने बेला भइसकेको छैन अनि अब यहाँबाट त्यसै मेलम्ची चाहिँ अब पुरै उताबाट ओह्रालो हो यहाँदेखि मेलम्ची चाहिँ अनि त्यहाँबाट मेलम्चीबाट साँखु छिरेर जाने भनेको छ अब हेरौँ के हुन्छ छिर्छ छिर्दैन चाहिँ फिक्स छैन होइन अब हेरौँ के हुन्छ पानी पर्न लाग्यो जस्तो भइरहेछ होइन अनि अब पाल्चोक भगवती माईको के भन्छ भाकल पनि पुरा भएन अस्ति आउने भनेको थियो अस्ति नै आएको भए पनि हुन्थ्यो अब जेस आज आयो अब
चाहिँ अब हामी फर्किँदैछौँ होइन अनि साङ्खुमा जात्रा छ भने जस्तो छ अब त्यहाँ जात्रा हेरेर जाने कुरा गर्दैछ अब फेरि आज हिजो मेन जात्रा भने जस्तो छ फेरि आज पनि जात्रा छ भने जस्तो कुरा गर्न त गरिरहेछ अब हेरौँ के हुन्छ चाहिँ थाहा छैन अनि अब यहाँबाट घर गएर सिधै खाटमा पल्टेर अनि भोलि बिहान सिधै उठेर चाहिँ म चाहिँ कहाँ एक्जाम दिन जानुपर्ने हुन्छ होइन सो यो बाटो चाहिँ हामी पहिले पनि आइसकेको थियो होइन पहिला आउँदाखेरि चाहिँ हामी यही बाटो आएर यही बाटो फर्केर माथि ग्रेट वालसम्म चाहिँ गएको थियो अब आज चाहिँ उताबाट आएर अनि यो बाटो फर्किँदैछौँ होइन अब यहाँबाट चाहिँ पुरै ओह्रालो छ लगभग आधी घन्टादेखि 45 मिनटसम्ममा चाहिँ हामी चाहिँ मेलम्ची पुग्छौँ अनि के भन्ने त अब एकछिन अलि उता पुगेपछि भेट्छ है त सो अहिले चाहिँ हामी अलि तल पुगिसक्यो होइन यहाँ चाहिँ यो ठाउँ चाहिँ अलिक खत्रै छ होइन खत्रै छ तर कस्तो रमाइलो छ कि हेर्दै रमाइलो ठाउँ छ होइन यहाँ चाहिँ पुरै यति स्पेस चाहिँ प्लेन छ अनि अब यहाँबाट हामीलाई त्यस्तै 20 मिनटमा चाहिँ हामी मेलम्ची पुग्छौँ होइन आइसक्यो त अनि अनि पहिलाको वर्ष सो अहिले चाहिँ यहाँ गाडी फसेर यहाँ बाटो बनाइरहेको छ होइन बाइक जाने है